आज चाहिँ मेरो बुढा म मेरो छोरी मिलेर कहाँ जान लागेको छु गाइस, गेस गर्नु होला र भिडियोमा बनिरहनु होला र अन्त्यसम्म हेरिदिनु होला। सो हेलो गाइस, वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो मिनी भ्लगमा है। आज चाहिँ मैले भ्लग धेरै दिनपछि स्टार्ट गरेँ है आज गाइस। किन भन्नुहुन्छ भने हजुरहरूलाई थाहै छ मेरो छोरीको तबियत ठिक थिएन भनेर, मेरो छोरीको साथमा मेरो पनि तबियत ठिक थिएन, त्यसैले धेरै दिनपछि आज मैले भ्लग स्टार्ट गरेँ गाइस। अलिकति सन्चो हुनाले मैले गरेँ। सो गाइस हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ यस्तो दामी चिसो मौसममा डाँडा काँडा पहाड जस्तो ठाउँ थियो। त्यसो चाहिँ हामीले यहाँनिर अलिकति घुमिहाल्छौँ। त्यहाँनिर घुमेर हामीले ढिलो नगरेर गाइस त्यहाँबाट हामीले फटाफट निक्ल्यौँ। किन भन्नुहुन्छ चाहिँ हामीलाई जहाँ जान लागेको थियो त्यहाँ चाहिँ हामीलाई अलिक टाइम लाग्थ्यो गाइस, धेरै टाढा थियो, कमसेकम 2-3 घन्टा लाग्थ्यो। त्यसैले हामीले ढिला नगरेर त्यहाँबाट फटाफट निक्लिहाल्यौँ, धेरै घुमेनौँ गाइस हामी त्यहाँनिर। सो गाइस फाइनली हामी पुगिसक्न लाग्थ्यौँ। मेरो छोरी हेर्न सक्नुहुन्छ, मेरो छोरी गाडीमा सुतेको थियो। हाम्रो हालत कस्तो भइरहेको थियो गाइस, 3 घन्टा भइसक्यो त गाडीमा बस्दा बस्दा। फाइनली हामी घर पुगिसकेको थियो गाइस, हेर्न सक्नुहुन्छ। आज चाहिँ म आएको थिएँ मेरो दिदीको बर्थडेमा, हेर्न सक्नुहुन्छ। म आज चाहिँ मेरो मम्मीको घरमा आएको थिएँ गाइस। मेरो बुढा म मेरो छोरी आएको त बर्थडे गर्ल त एकदम शान्त बसिरहेको थियो, कोही पनि तयारै नै गएका। त्यसपछि मेरो आन्टी र मेरो दाईहरू सबै मेरो दिदीको फ्रेन्डहरू आएर फटाफट सबैले केही गरे, कसले केही गरे, कोहीले केही गरे। फटाफट फेरि बर्थडे गर्ल चाहिँ रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ। फाइनली गाइस मेरो दिदी र बर्थडे केक कटिङ हुनै सकेको थियो, कमसेकम 10 बजिसकेको थियो। मेरो छोरीले र मेरो दिदीले केक कटिङ गरे। त्यसपछि गाइस हामीले खानासाना खाएर मैले खाना खाएको बनाएँ। त्यसपछि हामी अर्को दिनमा त्यहाँबाट निक्लिहाल्यो घर गाइस, घरको लागि। किन भन्नुहुन्छ भने चाहिँ हामीले घर पुग्नु थियो, मेरो तबियत ठिक थिएन त्यसैले। सो गाइस भिडियो मन परे मलाई लाइक कमेन्ट सेयर गरिदिनु होला।